नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौं। मध्य प्रदेश सरकारमा बिना विभागीय मन्त्री र राज्य मन्त्रीहरू अलपत्र परेको प्रसङ्गबाट। मध्य प्रदेश सरकारमा बिना विभागीय मन्त्री र राज्य मन्त्रीहरू अलपत्र परेका छन्। उनीहरूलाई सरकारले उपलब्ध गराएको सवारी साधन र अङ्गरक्षक रहे पनि बस्ने ठाउँ भन्ने छैन। मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर बसन्त कुशवाहा र सो मन्त्रालयका राज्य मन्त्री सञ्जय यादवको विभाग खोसिएका थिए। कुशवाहा र यादव जनमत पार्टीबाट सरकारमा रहेका छन्। त्यसैगरी जनता समाजवादी पार्टी जसपाबाट सामाजिक विकास मन्त्री रहेकी सुरिता शाहको पनि मन्त्रालय खोसिएको छ। त्यस मन्त्रालयमा रहेका राज्य मन्त्री शेष अब्दुल कलाम आजाद फूलबाबु पनि मन्त्रालय विहीन भएका छन्। कुशवाहाबाट खोसिएको मन्त्रालय नेकपा एसका गोविन्द न्यौपानेलाई दिएको छ। तर मन्त्री कुशवाहाले निवास खाली नगरेको कारण न्यौपाने शरणार्थी बनेका छन्। बिना विभागीय मन्त्री भएकाहरू मुख्यमन्त्री कार्यालय मा बस्नु परेको हो। तर त्यहाँ पनि कुनै काम नभएको कारण दिनभरि आवासमा नै रहने गरेको मन्त्री कुशवाहाले जनाए। आवासको व्यवस्था नहुँदा अधिकांश समय जिल्लामा र जनकपुरधाममा आउँदा साथीहरूको कोठामा बस्ने गरेको बताए। जनकपुरधाममा शरणार्थी भएर बस्नु परेको छ। उनले भने भूमि व्यवस्था मन्त्रीलाई नै बस्ने भूमि उपलब्ध छैन। अर्का बिना विभागीय मन्त्री सुरिता शाह भने आफ्नै निजी निवासमा बस्दै आएकी छिन्। विभाग खोसिएदेखि उनी पनि मधेस भवनमा देखा परेकी छैनन्। राज्य मन्त्रीहरूलाई सरकारी आवास उपलब्ध गराइएको छैन। गत सरकारले पनि राज्य मन्त्रीहरूलाई आवासका लागि भाडा उपलब्ध गराएको थियो। उच्च स्रोतहरूका अनुसार मंगलबार हटाइने मन्त्रीहरू हट्न सक्ने र रहने भए मन्त्रालय तोकिनेछ। हाल गृह, सञ्चार र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले लिएका छन्। जनमत पार्टीलाई सरकारबाट हटाइए कांग्रेसको भागमा थप एक मन्त्रालय पर्नेछ। एउटा भन्ने जसपाले नै राख्ने बताइएको छ। गणतन्त्र दिवसको अवसरमा सरकारले रेशम चौधरी सहित 19 जनालाई आम माफी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा टिकापुर घटनामा संलग्न रेशम चौधरी समेत 482 जनाको कैद सजाय माफी गरेका छन्। आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टले विज्ञप्ति जारी गर्दै 482 जनाको कैदीहरूको भुक्तानी हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन्। आइतबार मात्र मन्त्री परिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको थियो। मन्त्री परिषदको सिफारिसमा सोमबारदेखि लागू हुने गरी रेशम थलङ भन्ने हेमबहादुर समेत 475 र ज्येष्ठ नागरिक उदनारायण गिरी समेत 7 जना गरी कुल 482 को कैद भुक्तानी हुन बाँकी सजाय माफी भएको छ। जनकपुरधाम उपमहानगरपालिका 24 बसैयाका स्थानीयवासीहरूले वडा अध्यक्ष उपेन्द्र सहनीमाथि कार्यवाहीको माग गरेका छन्। सो क्रममा आइतबार बसैयाबाट निस्केको विरोध जुलुस जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धरना प्रदर्शन गरेको थियो। प्रदर्शनकारीहरूले सार्वजनिक जग्गामा जातीय अतिक्रमण गर्न पाइँदैन, भ्रष्ट वडाध्यक्षलाई कार्यवाही गर, सामाजिक सद्भाव कायम गर लगायतका माग सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। गत बिहिबार बसैयाको जदुराउत पोखरीको डिलमा अवस्थित एलानी जग्गामा वडा अध्यक्ष सहनीले शहरी धर्मशाला बनाउन खोज्दा स्थानीयवासीहरूले विरोध जनाएका थिए। उनीहरूले सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुटी नबनाई सामुदायिक भवन नामाकरण गर्नुपर्ने माग गर्दै वडा अध्यक्षलाई रोक्न जाँदा दुई पक्षबीच विवाद भएको थियो। सो विवादको क्रममा वडा अध्यक्ष सहनीले गुण्डाहरू लगाएर स्थानीय सुनिल यादव लगायतका 1 दर्जन भन्दा बढी व्यक्तिलाई कुटपिट गरेको स्थानीयवासीहरूले आरोप लगाएका छन्। घाइते सुनिल यादवले वडा अध्यक्ष सहनी सहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनी लगायत दर्जनौं व्यक्तिले स्थानीय सुरुज यादव, अमृति देवी, अजय राउत लगायतका करिब 1 दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेको आरोप लगाए। घाइतेहरूमध्ये 25 वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरधामबाट काठमाडौँ रेफर गरिएको छ। उनको उपचार काठमाडौँमा जारी रहेको छ। यादव स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार समेत रहेका थिए। केही दिन अघि वडाको प्रत्याशी उम्मेद्वार विश्वेश्वर शर्मा सहितका स्थानीयले वडा अध्यक्ष सहनी विरुद्ध नगर प्रमुख मनोज कुमार शाहलाई 11 बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए। घटना
पश्चात स्थानीय प्रशासनले मिलापत्तर गर्न दबाब दिएको भन्दै आइतबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको स्थानीय सुरुज यादवले जानकारी दिए। उनीहरूले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन्। यता ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले कानून बमोजिम कार्यवाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सब कैला आंदोलन कर पूरा बात कहू तो पूरा बात कथि मार दल के खून कदल के वाटा दहस सुनील यादव के मार दे 10-12 कोई के मार कुर्मी के गुआर यादव के मार दल के नाम सहित कहो इंदर साहनी मार दल के में सब काम भेल है। सब राउत परिवार यादव परिवार को सार्वजनिक जगह पर माने नहीं बन दिया जबरदस्ती करी वाली सनी समुदाय के दलान बन लेकिन नहीं बन दिया तो उपलक्ष्य में सबके पिटल के दूसरा घर है यादव सब समझावे मारे लगले जे जगह चले से परिवार के पूर्वज सब लेकिन सब भाभी हम बनाए तो हम बनाए सार्वजनिक अपनी भ गए कई आधार से तो पहल का हक माने हमारे कह चले तो हम सब रोक गए लेकिन हमरो सबके पिटलक हम सब बोले समझाबो तो ओकरो सबके पिटल। हमरा ओहन वादा रखने चाहिए चोर छिनार वादा रखने चाहिए ओकरा खारिज करू वो आदमी वादा जीते कि नहीं जीते उसके करता नहीं भेल है मुद्दा आदमी है काठमांडू रे जिला से जीते कि नहीं जीते से हाल में है 10-12 आदमी के कपा जनकपुर धाम उपमहानगरपालिका 4 मा रहेको संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका छात्रसँग अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरूले कुटपिट गरेका छन्। जनकपुर धाम उपमहानगरपालिका 4 मा रहेको संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका छात्रसँग अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरूले कुटपिट गरेका छन्। विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरूसँग दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरूले अभिभावक समक्ष गुनासो गरेपछि आइतबार अभिभावक र शिक्षकहरूबीच छलफलको लागि बैठक बोलाइएको थियो। सो बैठकको क्रममा शिक्षक झाको व्यवहारबाट आक्रोशित बनेका विद्यार्थीहरूले कुटपिट गरेका छन्। कक्षा 8, 9 र 10 मा अध्ययनरत छात्राहरूसँग विगतदेखि नै शिक्षक झाले अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै अश्लील शब्दहरू प्रयोग गरेको भन्दै उनीमाथि कुटपिट गरिएको बताइएको छ। बैठकमा कुनै निर्णय हुन नसक्दा विद्यार्थीहरूले शिक्षकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय समेत घेराउ गरेका छन्। यता प्रहरीले विद्यालयमा विवाद हुँदा अरुण कुमार कर्ण तथा अखिलेश झा गरी 2 जना शिक्षकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरेको थियो। साँझ उनीहरूलाई छाडिएको छ। विद्यालयले करिब 1 हप्ता अगाडि मर्निङ कक्षा सञ्चालन गरेर फेरि डे शिफ्टमा परिवर्तन गरी विद्यार्थीलाई दुःख दिएका तथा यस्ता क्रियाकलाप प्रधानाध्यापक बलराम शाह लगायत शिक्षकहरूले आफू अनुकूल हुने गरी विगतदेखि नै पटक पटक समय परिवर्तन गर्दै आएको विद्यार्थीहरूको गुनासो छ। विद्यार्थीहरूले शिक्षक झा कक्षामा आएर छात्राहरूसँग अश्लील शब्द प्रयोग गर्ने गरेको, यौनजन्य क्रियाकलाप गर्न खोजेको, अभद्र व्यवहार प्रदर्शन गरेको लगायतका आरोपहरू लगाएका छन्। यस विषयमा प्रधान अध्यापककोमा गुनासो गर्न जाँदा कुटाई समेत खानु परेको विद्यार्थीहरूले गुनासो गरेका छन्। कुटाईबाट शिक्षक झाको मुखमा गम्भीर चोट लाग्नुका साथै नाथ्री फुटेर रगत बगेको छ। विद्यार्थीहरूले यसअघि गत बिहिबार र शुक्रबार पनि विद्यालय बाहिर समेत प्रदर्शन गरेका थिए। यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक बलराम शाहले विद्यार्थीहरूले कसैको उक्साहटमा शिक्षकमाथि हातपात गरेको प्रक्रिया दिएका छन्। छात्रा सफल मतलब अपने आप बिना मतलब के टॉर्चर कैल बगते बिना काम का कुछ अच्छा लगे तो वही समझे लगे सारंती है नहीं पता बहुत अति टॉर्चर करे टारगेट कति मर्निङ मतलब गेट लगा कति पाते बहुत पिटानी दे अब लागि बजले या वही के लागि फिर धमकी से तेरी देले ये तू सब बचबे तो कर सब पर आराम मारबो हम सब आदि में सीना कैमरा वाला रूम में टॉर्चर रूम में जा तक के बाद पिटाएंगे मैं
टीसी ता तैयार है टीसी के धमकी सब दिन देल जाए, सब दिन कहले थे तोरे गार्जियन सबके बताया जाता, और गार्जियन सबके सामने में सब कोई विद्यार्थी के बियन सही है, जबकि विद्यार्थी जे बात नहीं करे जगह पर विदे छै से जाय छै कोनो कंप्लेन करे लागी तो उल्टा ओकरे पर आरोप लगा दै छै टीसी। अब बहुत अति से बात कर एक तो फोर बात सब पे क्लास में कंप्लेन क्लास में मतलब कंसल्टेशन सेक्शन है कंप्यूटर क्लास में पढ़ावल तक मनवाए का लड़की बेरी में बोला सब तो निकल में तीनों लड़का लड़की है ना वरना सब बात बोले खाली लड़का लड़की खाली लड़का लड़की सर और के अलावा बाकी नहीं क्लास में स्टूडेंट ये कहल की चाहे जे कपड़ा खोल दी बहुत नीक से तू बहुत शादी से तू कपड़ा शर्ट खोल दे एना कहल जाय छै लड़की सब के कथि कहै छै बियाह के उम्र कहत न ये शादी के उम्र भली तो सब पे शादी कर ले लवरी समझे तू सब एना सब बोली लवली ई सब हफ्ते में रखा पॉइंट बोल मतलब मैं आपको सर आपको कह सकती है तो अभी हम अंदर के कहे कि बना तो तब क्लास सब फ्रेंड बन के तब क्लास चो के बॉयफ्रेंड के बारे में पता लगा। अब बॉयफ्रेंड सन की सब तो नहीं लावे के जाए बॉयफ्रेंड गर्लफ्रेंड क्लास में वो तो पढ़ावे लगे आयल छथिन ना तो पढ़ाई थी तो ई बॉयफ्रेंड गर्लफ्रेंड सब बात नहीं लावे के चाहे ना एते बात कुछ सब कहे स्टडी क्लास में ये बात कहा लगी जाए तो सुने वाला कोई नहीं चाहता ओकरा साथ में कमिटी नहीं चाहे नीट व्यवस्था। वर्षाको कारण हिजो रोकिएको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुने भनेको छ। वर्षाको कारण हिजो रोकिएको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदैछ। फाइनल्समा बेलुका 7:45 बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ खेल्दैछन्। गएको वर्ष पहिलो पटक आइपिएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो। 4 पटकको विजेता चेन्नईले आइपिएलमा फाइनल खेल्न लागेको यो 10औं पल्ट हो। गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेका थिए, तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई 15 रनले हराउँदै फाइनलमा पुग्यो। गुजरातले शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा 5 पटकको च्याम्पियन मुम्बईलाई 62 रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। पुनः अर्को समाचार लिएर उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।